बस्नु नि। अरे हेलमेट खै तेरो कहाँ छ खै? यहाँ छ। म तँ जस्तो होइन तातो कुखाएर कुद्ने, म चाहिँ भयङ्कर स्लो कुदाउँछु। बिस्तारो कुद्ने भए किन स्कुटी किन्नु, उनी साइकल किन्नु नि। तैँले कुरा बुझ्दैन रहेछ सुत्या। यसलाई के भन्छ यसलाई कपाल। तेरो बाउ इङ्ग्लिसबाट भन्न इङ्ग्लिसबाट हेर हेर्दी हेर HEAIR हेर। स्कुल जा भनेको गङ्गाना खोज्नु गइस्। अनि त्यो के अरे चाल दाल हल्का मिलाउनुको लागि कपाल सपाल मिलाउनु लुगा सुगा देखाउनुको लागि के भन्छ स्टाइल। अन्त के भयो स्टाइल नै भयो नि। अनि तेरो बाउ दुईटालाई मटर मुटर गरेर मिलाएर के हुन्छ? हेयर स्टाइल। कुरा बुझिस्? कुरा बुझिनस्? गोरु मान्छे भएपछि नि भाइ भन्दाखेरि अलङ्कार बुझ्नु पर्छ, बुझिस्? यो के हो? अमला। सी सी बी को बहिनी सी ए बी सी सी कस्तो खाले भन्छ अब यहाँ होइन हौ, तैँले चाहिँ के भन्नु खोजेको? सिधा सिधा कुरा गर्न। यहाँ हेर मजाले अब कुरा सुन है। मलाई के कुरा गरे? के कुरा गरिस्? हेयर स्टाइलको बारेमा कुरा गरिन? गरे कि गरेन? मन गरिस् नि। अनि अन्त हेलमेट लायो भने हेयर स्टाइल बिग्रिँदैन मेरो। यो त नुन खाएर जुनको कुरा गरेको जस्तो भइहाल्यो नि। किन पन्ना नि? तेरो हेयर स्टाइल हेलमेट लाए पनि त्यही हो, नलाए पनि त्यही हो। किन पो? तेरो हेयर स्टाइल त कुलेत्तै परिरहेको छ बिचमै। अनि उडु ला हेलमेट लगा, चोटपटकबाट बाँच्छ। तेरो बाउलाई लाग्छ होला चोटपटक। छोरी घन्टाको हेलमेट मोर्नु छ अरे मान्छे जसरी मर्छ जसरी। मरेम अनि टाउको त बाँच्छ नि त हौ। अरे मरेर मरिसकेर टाउको बाँचेर के गर्नु? त्यो टाउको त फुटबल खेल्नु। बिस्तारै बिस्तारै हट्टा बिस्तारै मर्छ।